प्रश्न गर्दा एकदमै राम्रो प्रश्न गर्नु भएको छ। वास्तवमा हाम्रो टिमको खेलाडी एकदमै राम्रो छ र जुन तरिकाले अहिलेसम्म खेल मैदानमा प्रदर्शन गर्दै आएको छ त्यो तरिकाले मलाई लाग्छ कि पक्कै हाम्रो टिमको खेलाडी यो विशाल स्कोर 164 को पार गर्नेछ र त्यसमा हाम्रो टिम पूर्ण विश्वस्त भएर खेलिरहेको छ र पक्का जित हासिल गर्नेछ भन्ने कुरा हामीलाई विश्वास छ। अहिले क्लासिकल खेल देखाइराख्नु भएको छ। मलाई लाग्छ कि वास्तवमा यो खेलाडीहरूलाई अघि गएर यो भन्दा पनि बेहतर गर्नको लागि, राम्रो गर्नको लागि हामीलाई यिनीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै यिनीहरूलाई र म पनि कुसामी गर्दैछु। क्रिकेटको क्षेत्रमा हेर्ने हो भने नेपालको 35 बलमा 45 रनको आवश्यकता छ। एकदमै क्रेजमा अगाडि छ र त्यसरी नै हाम्रो विद्यालयको विद्यार्थी भाइ बहिनीहरूले खेलप्रति राखेको जिज्ञासा र चाहनाको कारणले गर्दा खेलाडीले जुन प्रदर्शन गरिरहेको छ त्यसमा आफ्नो क्रेज देखाइरहेको छ, त्यसमा पनि हामी खुसीले गदगद भएका छौँ र हाम्रो विद्यार्थी भाइ बहिनीहरू अघि यसो के कसो रिजनहरू छ भनिदिनु होला। हाम्रो टिमको राम्रै खेल हो तर हाम्रो टिमले फिल्डिङको कारण हल्का मिल्दियो, हल्का छुटेर हारको सामना गर्नु पर्यो र नेक्स्ट गेममा हामी आशा राख्छौँ कि यो म्याच यद्यपि प्रतिस्पर्धा हो तर यदि म प्रिन्सिपलको नाताले मलाई भन्नुहुन्छ, सोध्नुहुन्छ भने यो मैत्रीपूर्ण म्याच रह्यो। दुवै टिमले खुबै राम्रो खेलेको छ। हार